यहाँ हेर्नुहोस् तपाईहरुलाई म एकदमै महत्त्वपूर्ण कुरा देखाउँछु आज। यो फिगर लरोतरो फिगर होइन। यो फिगरले हाम्रो पपुलेसन प्रोफाइल दार्जिलिङ डिस्ट्रिक्टको 1901 देखि लिएर 1911 सम्म देखाउँछ। अब यो कालो धर्का माथिबाट आएको धर्का चाहिँ पहाडको जनसङ्ख्याको पर्सेन्टेज शेयर हो र मुनिल्लो धर्का चाहिँ तपाईको मधेसको पर्सेन्टेज शेयर हो। अब यहाँ हेर्नुभयो भने 1901 मा हाम्रो पहाडको पर्सेन्टेज शेयर झन्डै 70% थियो। त्यो त्यहाँबाट अझै बढेर गयो 1941 को सेन्सस सम्ममा हल्का बढेर गएको छ। 41 देखि 51 मा अलिकति घटेको छ। यो तपाईको पार्टिसनले गर्दाखेरि पार्टिसनको टाइममा काफी माइग्रेसन भएको थियो र हाम्रो एरियामा आयो। त्यसपछि ड्रास्टिकली हाम्रो पपुलेसन शेयर घटेर गयो र 2011 आउँदा हाम्रो पपुलेसनको पर्सेन्टेज शेयर पहाडको घटेर 48% को छेउछाउ पुग्यो। त्यस्तै गरेर तपाईहरुले यहाँ मधेसको जनसङ्ख्या हेर्नुभयो भने 1901 मा मधेसको जनसङ्ख्या झन्डै 30% भन्दा अलिकति माथि मात्रै थियो। त्यो तपाईको अझै घटेर गयो 41 सम्म र सेन्ससको 51 हल्का बढेको छ। त्यसपछि ड्रास्टिकली बढेर गयो र 2011 को सेन्ससमा हेर्नुभयो भने मधेसको जनसङ्ख्याको पर्सेन्टेज शेयर चाहिँ पहाडको जनसङ्ख्याको पर्सेन्टेज भन्दा बेसी गएर गएको छ र यो हेर्दा के जस्तो पनि लाग्दैन, तर यो बहुतै डेन्जरस ट्रेन्ड हो। यो अहिलेको फिगर हाम्रोमा छैन, तर किनभने हाम्रो सेन्सस भएको छैन। अहिले हेर्नुभयो भने यो सायद पर्सेन्टेज शेयर मधेसको पर्सेन्टेज शेयर अझै बढेर गयो होला। यो चाहे सायद 55-60% हुन सक्छ, हाम्रो अझै घटेको हुन सक्छ। यो चाहिँ तपाईको एउटा एकदमै क्रिटिकल डेमोग्राफिक शिफ्ट दार्जिलिङ डिस्ट्रिक्टको र यसमा चाहिँ तपाईको कालिम्पोङ डिस्ट्रिक्ट पनि इन्क्लुड छ। त्यस्तै गरेर एउटा पेपर हो, हामीले एउटा आर्टिकल लेख्दै छौं, बिस्तारै यसलाई पब्लिश गर्नुपर्छ। अहिले यसको डिटेल म तपाईहरुलाई भन्दिन। त्यस्तै गरेर यो अझ एकदमै इम्पोर्टेन्ट फिगर हेर्नुहोस्। यो चाहिँ हाम्रो प्रपोज्ड गोर्खाल्यान्ड। यो चाहिँ हाम्रो माग चाहिँ यो हो। यो अहिलेको प्रेजेन्ट माग हो, प्रेजेन्ट डिमान्ड हो। पहिलाको जिएनएलएफको टाइममा अलिकति अर्कै डिमान्ड थियो। अहिलेको हाम्रो डिमान्ड चाहिँ तपाईको दार्जिलिङ हिल्स, तराई र डुवर्स लाई मिलाएर मैले क्याल्कुलेट गरेको यो 2011 को सेन्ससको फिगरको हिसाबमा दार्जिलिङ हिल्स, जहाँ चाहिँ तपाईको दार्जिलिङ डिस्ट्रिक्ट र कालिम्पोङको हिल्स दुईटै आउँछ, त्यसमा हाम्रो टोटल गाउँहरू 342 वटा छ र 4 वटा टाउन्सहरू छ। त्यसै गरी सिलिगुडी तराईमा 366 गाउँहरू छ र एउटा सिटी छ सिलिगुडी। बेङ्गल डुवर्स यो तपाईको अलिपुरद्वार र जलपाइगुडीको धेरथोर गाउँ र टाउनहरू 451 वटा तपाईको भिलेजेस र एउटा टाउन छ र अल टुगेदर हाम्रो डिमान्ड छ तपाईको 1159 भिलेजेस र 6 वटा अर्बन सेन्टर्स। यो चाहिँ हाम्रो टोटल गाउँ रुरल र अर्बन सेन्टर्सहरू हो। त्यस्तै गरेर टोटल एरिया हेर्यौं भने हाम्रो टोटल एरिया 7216 अप्रोक्सिमेटली स्क्वायर किलोमिटर आउँदैछ, व्हिच मिन्स यो हाम्रो सिक्किम भन्दा अलिकति ठुलो हुन्छ इन टर्म्स अफ जियोग्राफिकल एरिया। तर इन टर्म्स अफ पपुलेसन हेर्यो भने निकै ठुलो हुन्छ हाम्रो। अल टुगेदर 41,16,975 एज पर 2011 सेन्सस। यो चाहिँ तपाईको मणिपुर भन्दा अलिकति ठुलो हुन्छ यो हाम्रो प्रपोज स्टेट चाहिँ, है। त्यसले गर्दा अब यतिको स्टेट हाम्रो भयो भने इकोनोमिकली पनि भाइबल, प्लस हाम्रो काफी तपाईको बोर्डर एरियाजहरू हुन्छ, त एकदमै स्ट्र्याटेजिक एरिया हुन्छ यो र स्ट्र्याटेजिकली एकदमै इम्पोर्टेन्ट। र हाम्रोमा कमसेकम 5 देखि 7 जनाको एमपी पनि हुनु सक्छ। यो डिलिमिटेसनको बादमा त्यति हाम्रो एमपीहरु हुन सक्छ। देयरफोर यो भयो भने चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट, स्ट्र्याटेजिकली इम्पोर्टेन्ट स्टेट हुन सक्छ, है। त्यसमा अब अरु डिमान्डहरु पनि छ, यो अहिले म बात गर्दिन। यो आर्टिकलहरु है, अन्त दार्जिलिङ सिक्किमको मर्जरको पनि कुराहरु हुँदैछ, त्यो त्यसमा अहिले बात नगरेको राम्रो। ल हुन्छ।